ल अब अष्टादशोऽध्याय यौतो शङ्खकपालभूषितधरो मालास्ति मालाधरो देव्यो द्वारमते श्मशान निलयो नागादिगो वाहनो द्वैद्राक्ष बलिदाक्ष यज्ञमदनो श्रीशैलजा वल्लभ पापो मे हरताम हरिहरहरो श्रीवत्स गङ्गाधरो। नवराजले स्तुति गरेर चाहिँ यो जल दिएको हात्तीले सुवर्णको कलशले अभिषेक गरेपछि नवराजले स्तुति गरेर अर्घ दिएको हो यो मन्त्र। ल सुरुमा हातमा पुष्प लिएर बेलपत्र लिएर स्वस्थानी मातालाई सम्झेर ध्यान गरौँ र यो ध्यान गर्ने मन्त्र सुरु हुँदैछ। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्य स्तवै वेदै साङ्गपदाक्रमोपनिषद गायन्ति यं सामगा ध्यान बस्ति तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमञ्चन्दन चर्चितो जलवपु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मूकं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसै यस्य प्रसादाख्यामि नारायण कथामिमम्। नारायणं नरस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। कुमारजी आज्ञा गर्नुहुन्छ हे मुनि, हे अगस्त्य मुनि, विष्णुलाई वृन्दाको सत्य डगाउन पठाएपछि महादेव स्वयं सङ्ग्राम भूमिमा उपस्थित भएर जलन्धरसित युद्ध गर्नुभयो। महादेव र जलन्धरको ठुलो घमासान सङ्ग्राम भयो। उता वृन्दाको प्रतिबद्धता धर्म विष्णुले नष्ट गरिसकेको हुनाले केही बलहीन भएर आकाशमा गई महायुद्ध गर्न लाग्यो। महादेवले पनि आकाशमा युद्ध गर्दा जलन्धर बलहीन भएको यस्तो बुझे अब त वृन्दाको सत्य विष्णुले नासिसकेछन् भन्ने विचार गरी हातमा लिइरहेको त्रिशूल उचाले तिनै आँखाबाट आगोको ज्वाला निकाले क्रोधले राता राता आँखा गरी जलन्धरको छातीमा ताके त्रिशूल हाने। त्यो त्रिशूलको वेदनाले जलन्धर मरेर अन्त्यपुरको चोकको माझमा पछारियो। त्यो जलन्धर खसेको शब्द वृन्दाले सुनेर यो के को शब्द रहेछ भनी हेर्न जाँदा आफ्ना स्वामी जलन्धरको मृत शरीरदेखि तरह तरहको विलाप गर्दै भन्न लागिन्, यस्तो अवस्थामा मलाई एक्लै छाडी तपाईँ कहाँ जानुभयो? पापिष्ट विष्णुले कपटपूर्ण छल गर्दा तपाईँको यो गति भयो। तपाईँ बिना यो प्राण कसरी राखौँ? तपाईँ जहाँ जानुभयो उहीँ म पनि जान्छु भन्दै जगल्टा फिजाई विष्णुको मुख हेरी, हे पापिष्ट विष्णु, तिम्रो छलले मेरा स्वामीको यो अवस्था भयो। अब श्राप दिन्छु, झार घाँस वृक्ष रुख ढुङ्गो भएर रहे भनेर वृन्दाले आफ्नो प्राण त्यागेर पतिसित सती भइन। हे अगस्त्य मुनि, प्रतिव्रताले श्राप दिएकीले झार भनेको तुलसी, घाँस भनेको कुश, रुख भनेको पिपल, ढुङ्गो भनेको शालिग्राम भएर रहनु पर्यो। यो तुलसी, कुश, पिपल, शालिग्रामलाई नारायण रूप मानेर सकलले पूजा गरेको यसैले हो। हे मुनि, पतिव्रता धर्म सबैभन्दा ठुलो छ। प्रतिव्रताले गर्न नसक्ने कुरा कुनै छैन। जे पनि गर्न सक्दछन्। तहाँ उपरान्त विष्णु महादेवसित गएर सबै कुरा सुनाए आज्ञा भए वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनेर विदा भएर तुलसी, कुश, पिपल, शालिग्राम भइरहे महादेव नन्दीमाथि चढेर ब्रह्मादि देवताहरू अघि पछि लगाए अप्सराले नाच्ने, गन्धर्वले गीत गाउने, स्वर्गबाट पुष्पवृष्टि गराउँदै ठुलो विजय उत्सव मनाउँदै कैलाशमा प्रमथगण समेत लिएर शिव शक्तिले आनन्दपूर्वक रहे। देवताहरू पनि महादेवसित विदा मागेर आफ्ना आफ्ना आश्रममा गए। यति स्वर्गको कुरा भनिसके, अब पातालको कुरा भन्दछु सुना। अस्वस्थामा ऋषि पार्वतीको आज्ञाले सप्त पातालमध्ये रसाताल नामक पातालमा गए। त्यो कस्तो पाताल भने सूर्यको जस्तो तेज भएका अनेक थरीका रत्नले जडीजडा गरेर सुवर्णले बनाएको पुरीमा धान्यादिले पूर्ण भएको शेषनाग, कर्कोटनाग, शङ्खनाग, कुलिकनाग, तक्षकनाग, पद्मनाग, वरुणनागहरू, नागिनीहरू वस्त्राभूषणले सिंगारी उभन्दा ऊ राम्री भइबसेका ठाउँमा पुगेर भने, हे शेषनाग, पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लगाई। जो दुखी छन्, जो दरिद्र छन्, तिनको उद्धार गर्न आएको हुँ। कोही दुखी छन् कि भने शेषनाग भन्दछन्, हे अस्वस्थामा ऋषेश्वर, यहाँ त दुखी कोही छैनन्। त्यो वनको नगिचमा शङ्खचूर्ण, रत्नचूर्ण, कृपादत्त, धार्तराष्ट्र नागको घर छ। उनका स्त्रीहरू दुःखमा छन्, त्यहाँ गएर सुध्याउनुहोस्। यस्तो सुनेर अस्वस्थामा ऋषि
बोलाउँदै नागिनीहरू छेउ गए। शङ्खचूर्ण नागकी स्त्री हिरावती, रत्नचूर्ण नागकी स्त्री रत्नावती, कृपादत्त नागकी स्त्री मृगावती, धार्तराष्ट्र नागकी स्त्री मदनावती ती स्त्री पुरुष अन्योन प्रीतिले रहेका थिए। पछि नागहरू प्रदेश गएपछि त्यहाँ बस्न नसके वियोग जनित दुःखले वनमा गएर बसेका भए पनि महासत्यवादी थिए। वनमा पनि दुःख त थिएन, तर भाग्य फर्कने आशामा देवता पुकारा गर्दथे। 12 वर्ष व्यतीत हुँदा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही खबर पाएका थिएनन्। अस्वस्थतामा दुःखका समुद्रमा चुल्लोमा डुबेका नागिनीहरूको खबर गर्दै हपार्दै गए। हपारेको नागिनीहरूले सुनेर हपार्ने को रहेछ भने गुफाबाट बाहिर निस्के हेरे। तब अस्वस्थतामा ऋषिलाई देखेर भन्दछन्, हे ऋषिश्वर, के कामले हामी दुखियाको कुटीमा सवारी भयो? यसरी सुध्याएपछि अस्वस्थतामा भन्दछन्, श्री सुस्तानी परमेश्वरीको व्रत गराई। जो दरिद्र छन्, जसका सन्तान छैनन्, जो दुखी छन्, जसका पति छैनन्, त्यस्ताको उद्धार गरौँ भनेर आएको हो। यस्तो वचन सुनेर मनमा आनन्द मान्दे नागिनीहरूले भने, हे ऋषिश्वर, हामी दुखी छौँ, सन्तान पनि छैनन्, पुरुष पनि छैनन्, यो व्रत हामीलाई गराऊ भनेर नाग परदेश गएको सबै वृत्तान्त सुनाएर श्रद्धापूर्वक आसनमा बसाए। अस्वस्थतामा भन्दछन्, हे नागिनी हो, सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भने श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको विधिको विस्तार गर्दछु सुना। पौष शुक्ल पूर्णिमाका दिनदेखि हात गोडाको नाङ काटे स्नान गरे, शुद्ध भई एक चित्त र एक भक्ति रही मेरो फलानु कामना सिद्ध होस् भनेर 1 महिनासम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु र कथा सुन्नु। माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 अक्षता, अष्टोत्तर 100 यज्ञसूत्र, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुड्का सुपारी, अष्टोत्तर 100 नाना जातका फूलहरू सगुन समेत अनेक तरहका सामग्री तयार गरी आरसीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु। श्रीखण्ड, चन्दन, रक्तचन्दन, केशर, सिन्दुर र फूल पहिराउनु। धूप दीप नैवेद्य वस्त्र भेटी आफ्ना सावगास श्रद्धाले चढाएर श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु। अर्घ दिएर ध्यान जप समेत गर्नु। पूजा समाप्त भएपछि प्रसाद झिक्नु र 108 मा 8 रोटी, 8 अक्षता, 8 पान, 8 कुड्का सुपारी, नाना जातका फूल फल सगुन समेत आफ्ना पतिलाई दिनु। पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन कामना गरेर व्रत गरेको छ त्यो पूर्ण होस् भनेर गङ्गामा लगेर बगाउनु। 100 रोटी आफूले फलाएर गरेर रात्रिमा जागराम गर्नु। यति गर्यो भने तिमीहरूको दुःख नाश भई नागहरू पनि आइपुग्नेछन्। यसमा अन्यथा नमाने भने ऋषिका कुरा सुने नागिनीहरू भन्दछन्, हे ऋषि, हामी स्त्री जातिमा यस्तो त्यस्तो ज्ञान कसरी कहाँ पाऊ? तहाँ बसेर व्रत गराई दुखिया अनाथहरूको उद्धार गरेर जानुहोस् भनेर घरमा लगेर आदर साथ राखे। केही दिनपछि पौष शुक्ल पूर्णिमा आयो र ऋषिले विधिपूर्वक व्रत आरम्भ गराए। महिना दिनपछि माघ शुक्ल पूर्णिमाको दिन सबै पूजा सकेर अर्घ दिएर अञ्जली बाँधी, हे स्वस्थानी परमेश्वरी, हामी दुखी पापिनीको पूजाले सन्तोष भएर यो दुःखको समुद्रदेखि पार लगाऊ भनेर स्तुति समाप्त हुनसाथ 1000 सूर्यका जस्तो तेज भएकी श्री स्वस्थानी परमेश्वरी प्रकट भएर, हे नागिनी हो, तिम्रो दुःख नाश होला, नागहरू पनि चाँडै आउनेछन् भन्ने वरदान दिएर अन्तर्ध्यान हुनुभयो। प्रसाद झिक्न लाग्दा नागहरू पनि टुप्लुक्क आइपुगे। नागिनीहरूले हर्षले गदगद भएर धन्य श्री स्वस्थानी परमेश्वरी, धन्य भन्दै 8 रोटी, 8 अक्षता, 8 पान, 8 कुटका सुपारी सगुन समेत आफ्ना आफ्ना पतिलाई दिए। चरणमा दण्डवत गरे। अस्वस्थतामा ऋषिलाई श्रद्धापूर्वक भोजन गराए, दक्षिणा दिए। ऋषि पनि नाग नागिनीसित विदा भएर गए। तब नाग नागिनी असंख्य सम्पत्ति पाए, आनन्दका साथ रदा भए। स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथायां नागिनी स्वस्थानी व्रत कृतम नाम अष्टदशोऽध्याय। कथा सुनिसकियो। अब सबै श्रोताहरूले पुष्पाञ्जली लिएर यो तलको श्लोक म भन्न गइरहेछु, सुन्नु होला। उपनयन्तु मङ्गलम व सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्ति पर्जन्यः पृथ्वी सस्यशालिनी देशोऽयं च वरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पवित्रिण निर्धना सदना सन्तु जीवन्तु शरदं शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चित्तद्वार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रब्धा या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रवृत्तिर्भिदेर्वै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनुषेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्।